नमस्ते दर्शकबिन, आज हामी चुनाव विशेष कार्यक्रम लिएर आइसकेका छौँ। हाम्रो संवाददाता अस्मिनजी चाहिँ अहिले झापा 5 मा हुनुहुन्छ। नमस्ते। अस्मिनजी, के छ अहिले झापा 5 को ताजा अवस्था? हामीले सुनेका छौँ कि बालेन शाह चाहिँ त्यहाँ ल्यान्ड गर्न नसकेर चाहिँ पुनः काठमाडौँ जानुभएको भन्ने समाचार प्राप्त भएको छ। हामीलाई थोरै त्यहाँको ताजा अवस्था र त्यहाँको सुरक्षा चुनौतीका विषयमा हामीलाई जानकारी गराइदिनुहोस्। नमस्ते सरलजी, म अहिले हजुरको सामु झापा 5 बाट प्रत्यक्ष प्रसारणमा छु। मेरो साथमा हुनुहुन्छ क्यामेराम्यान निकलसन सापकोटा। बालनजी के अरे राष्ट्रसभाका वरिष्ठ नेता बालनजी यहाँ आउने क्रममा हुनुहुन्थ्यो, तर मौसमको खराबीको कारणले उहाँको हेलिकप्टर पूर्ण काठमाडौँतिर फर्किसकेको छ। त्यही नै हो सफलजी। अस्मिनजी, हजुरसँग त्यहाँ झापाका जनता कोही हुनुहुन्छ भने त्यहाँको विषयमा उहाँहरूले कस्तो चाहिँ सुझाव राख्नु भएको छ, कसको प्यानलले जित्ने के छ, त्यस विषयमा कोही हुनुहुन्छ भने हामीलाई छोटो अन्तर्वार्ता सुनाउनुहोस् न। यहाँ म भोट अगाडि नै छु र भोट हाल्न आउनुभएका एकजना व्यक्ति हुनुहुन्छ र उहाँनिर म जाँदैछु। नमस्ते हजुर। नमस्ते। उहाँलाई माइक दिनु होला। नमस्ते हजुर। नमस्ते। के छ त माहौल झापा 5 मा? अब एकचोटि हजुरले समय हेरिदिनु पर्यो हजुर, केही पनि छैन, न मोबाइल छ न घडी छ। समय कति भयो एकचोटि भन्नुहोस् त। समय चाहिँ मैले पनि घडी लाउनु बिर्सेछु हजुर। क्यामेराम्यानज्यू, अहिलेको 3:35 को समयलाई मध्यनजर गर्दै अघि एकछिन अगाडिसम्म मैले हेर्दाखेरि लगभग 65% चाहिँ मत खसिसकेको देख्न पाइन्थ्यो। अब अरू के छ हजुरकोलाई सोध्नुहोस्। 65% त्यहाँ मत खस्दाखेरि कस्तो छ झापाको चाहिँ जनताहरूले के भन्छन्, कतिको चाहिँ ओली पक्ष बालेन पक्ष के छ? हजुरले संक्षिप्त रूपमा चाहिँ हामीलाई चाहिँ त्यहाँको चाहिँ कसले जित्न सक्ने आकलन गरिरहेछ 65% खस्दा, यसो भनिदिनु पर्यो। अब यो अहिले पनि हामी लगभग मौन अवधि जस्तैमा छौँ। त्यसैले अब कुनै पार्टी बिचको परिणामको फैसला गर्नुभन्दा पनि बिहान अब एउटा भाइरल भएको फोटोमा पनि मतपेटिकामा खसेको मतमा घन्टीलाई नै त्यहाँ देख्न सकिएको भएर अब आकलन हजुरले आफै बुझ्नुपर्ने हुन्छ। मैले सबै कुलाउन नि मिल्दैन आज। होइन, मौन अवधिमा नबोल्ने के राम्रो हजुर। ठिकै छ, उहाँले चाहिँ आफ्नो यो मौन अवधिमा नबोल्न चाहनु भएको उहाँको चाहिँ प्राइभेसीलाई मध्यनजर गर्दै हामीले चाहिँ अब आजको कार्यक्रमबाट बिदा लिन्छौँ। र निश्चय पनि चुनाव राम्रो भइरहेको छ। देशभर 65% भन्दा धेरै मत खसिरहेको अवस्थामा चुनाव चाहिँ राम्रो भएको छ। अब हामी भोलि मत परिणाम लिएर यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। धन्यवाद।